मेरो त मुखभरि लाएर चाहिँ त्यो रातो के यति धेरै रसिलो हो कि अनि हेलो गाइजहरू आज चाहिँ हामी लिची खान जानु लाग्यो है को छ भन्ने यहाँ यी छोरा छोरी अनि मेरो भान्जी अनि देउरा जेठारी हामी चाहिँ खक्का लाएर आज खानसँग आएर लिची खान भनेर जानु लाग्छौँ आज बुढा पनि छुट्टी छ नि त त्यही भएर यिनीहरू पनि हाम्रो पछि लाएर खाऊँ लिची चाहिँ कस्तो फलेको पाकेको छ कि छैन हामी देखाउँछ है एकछिनमा देखाउँछु ल बाटो चाहिँ यता बासिर जानुपर्छ होइन चोर्ने हो कि सोधेर खाने हो कि थाहा छैन है त्यो चाहिँ ल फाइनली हामी आइपुग्यौँ कहाँ लाज हुन्छ नि भिडियो नहाल्दै ल यहाँ कति धेरै फल्यो है यो रुखमा चाहिँ हाम्रो दाइटो सर्नु होइन यता हाम्रो घरबेटीहरू हुनुहुन्छ कति धेरै छ काँचो अहिले पाके टिप्नु उयो यहाँ दिदी उयो टिप्नु धेरै झर्छ तान्दै हुनुहुन्छ टिप्दै हुनुहुन्छ देउरा ल छोरालाई यहाँ छोरालाई ल थ्याङ्क यू भान्जी पुरा मिठो टिप्दै खानेर त्यो बजारमा किन्यो भन्दा टिप्दै खानुको छुट्टै मजा है म चाहिँ अब उता खस हेर्नु त एउटा ल त्यहाँ हाल्नु जानु के दामी दामी छ क्या यत्रो लिची यस्तो लटो पाकेर खेल जान्छ माइती लिएर आयो मेरो भन्दा हुँदैन अब खानुलाई कति राम्रो पाक्यो मेरो त मुखहरू लाएर चाहिँ त्यो रातो के यति धेरै रसिलो हो कि अनि सबैजना मिलेर राम्रो यति मिठो छ भने पुरै गाइज फाइनली बाल्टी टिपोमै हामी हेर्दै धेरै जेठा जहिले भइरहेको हाम्रो चाहिँ लिची यति मिठो लिची फल्यो नि यहाँ हेर्नु त बोटैभरि छोरी कस्तो छ मिठो छ हेरेर देखाइदेऊ आमा छोरी लाग्यो नि फेरि त्यति मिठो भएछ नि मेरो सक्दिनँ बोर्डमा एक धेरै छ कि हामी त घर जानु मन लागेन फाइनली गाइस ल हामी चाहिँ भरि ल भरि नै भनेर हिँड्यो है एक झोला टिप्यो खोइ देखाइदिनु एकचोटि व्यापक छ है व्यापक ल अब घर घर देखाउँछ है हामी अब चाहिँ हामी हिँड्नु साथीहरू टर्नु अब त केही खानु सक्दिनँ भान्जी म त अगाडि छोडो पुग्यो यति मिठो रहेछ नि बुवा है लास्ट टाइम मिठो ल्याएको त कति ठुलो ठुलो रे आलु पोखरा होइन र